यो अर्जुनधाराको यो अहिले खेल मैदानमा भएको कार्यक्रमलाई सबैजना यो खेलप्रेमी महानुभावहरूलाई पनि आफ्ना नानीहरूको कस्ता खेल्दा रहेछन्, नानीहरूलाई चाहिँ कसरी हामीले गाइड गर्नुपर्ने रहेछ भन्ने गरी प्यारेन्ट्सहरूले पनि हाम्रा आज अहिले नानीहरू के गरिराखेका छन्, कसो गर्दैछन्, हामीलाई त यो गुड्खा, मधु, पान, जाँड रक्सी खायो भने थाहा पाइन्छ अरे, तर यो लागु औषधमा लागिसकेपछि उनीहरूको त्यो नसा थाहा पाइँदैन अरे क्या। जब ऊ फसिसक्छ उनको 4 वर्ष 5 वर्ष पछाडि मात्रै उसको अलिअलि त्यसको इम्प्याक्ट चाहिँ पर्न थाल्छ अरे, त्यो बेला ऊ बिग्रिसकेको हुन्छ अरे। त्यो थाहा पाउनुभन्दा अगाडि नै हामीले त्यसलाई आफ्नो बालबच्चाहरूलाई कसरी केयर गर्दैछौँ होइन, उसलाई कसरी कनेक्सनमा राखिराखेको छौँ, उसलाई कसरी सम्झाइराखेको छौँ, त्यसो भएको त प्यारेन्ट्सहरूले पनि यस्ता प्रतियोगिताहरूमा आफ्ना नानीहरूलाई सँगै लिएर जाने, अन्य गेमहरूमा पनि सँगै लिएर जाने र असल चाहिँ आफ्ना नानीहरू बनाउनका लागि प्यारेन्ट्सहरूको पनि यसमा ठुलो भूमिका रहन्छ। त्यसो भएको हुँदा यसलाई प्यारेन्ट्सहरूले पनि आफ्ना अभिभावक के अरे नानीहरूलाई केयर गर्नका लागि यो एउटा प्लेटफर्म, यो जुन आयोजक समिति शनिश्चरी फुटबल क्लबले यो प्लेटफर्म जुन निर्माण गरेको छ, यसको लागि त्यो प्लेटफर्म निर्धारण गर्ने आयोजक कमिटीलाई फेरि पनि पुनः धन्यवाद ज्ञापन गर्दै यसमा प्यारेन्ट्सहरूको पनि ठुलो भूमिका रहन्छ र आफ्नो नानीहरूलाई चाहिँ केही अप्सनहरू दिएर अहिले अलि आफ्नो कनेक्सनमा राखेर नानीहरूको वृद्धि विकास गर्ने, सामाजिक विकास गर्ने, स्वास्थ्यका कुराहरूमा ख्याल गर्ने भन्ने कुराहरू पनि राख्न चाहन्छु। र नगर स्तरीय कार्यक्रम यो जिल्लाभरिका यो उमेर समूहका भाइ बहिनीहरूको एउटा फ्रेन्डसिप पनि डह्रो बन्न सक्ने र म खेलकुदमा लागेर केही गर्छु भन्ने उद्देश्य राख्दै मसँगको कम्पिटिटर अर्को नगरपालिकाको कस्तो रहेछ, अर्को नगरपालिका कस्तो रहेछ भनेर आफूमा पनि यो डिफ्रेन्ट छुट्याउने यो एउटा आफ्नो कौशल देखाउने पनि यो चाहिँ एउटा खेलको माध्यम पनि हो है। त्यसो